मातृतीर्थ बस पार्कभन्दा अलिकति माथिपट्टि, कुण्डभन्दा अलिकति माथिपट्टि यो रहेको यो एक तले घर। मजाले यो ढलान बाटो, यो बैकुण्ठ धाम जाने बाटो हो। यहाँदेखि तपाईँले हेर्न सक्नुहुन्छ ठुलो बाटो छ। यो खोलाको मापदण्ड काटेर बनेको राम्रो एक तले घर। यो पश्चिम दक्षिण फर्केको फेस छ हल्का। पार्किङ पनि एकदम बकैदा ठुलो छ। हेर्नु मापदण्ड मजाले उ गरेको छ, छोडेको छ। भर्खर नयाँ बनेको 14 पिलरको भएको। डिजाइन पनि एकदम अच्छा छ। हेर्न सक्नुहुनेछ तपाईँले मजाले भित्र पनि। हामी अब छिर्यौँ। यहाँबाट हामी राइट टर्न गरेर माथि फर्याङ जान्छौँ। यो अनि कोठा पनि एकदम भने जस्तो ठुलो। यो मजाको मार्केटिङ गरेर हेर्नुहोस्, यो कोठा एकदम ठुलो छ। यो मजाले हेर्नुहोस्, फल सिलिङ पनि राखेर मजाको डिजाइन बनाएर फल सिलिङ टक्क लाएर कोठा एकदम भने जस्तो राम्रो ठुलो छ। हेर्नुहोस् एकदमै राम्रो भने जस्तो है। डिजाइन पनि फल सिलिङको डिजाइन पनि राम्रो मजाले राखेको छ। अनि यहाँ तपाईँको बाथरुम पनि छ। बाथरुम एकदम राम्रो छ, हेर्न सक्नुहुनेछ। यो किचन रहेको छ, हेर्नु होला मजाले ठुलो रुम छ। हजुर यो ग्राउन्ड फ्लोरमा किचन सहितको हेर्नुहोस्। यतापट्टि बाहिर एक्सेस जाने यो ढोका पनि छ। यता पनि छोडेर बनाएको छन्। यहाँबाट पानी जान्छ पछाडि आएको, पछाडिबाट बगेको पानीहरू। ल जाउँ त एकचोटि माथि जाउँ। छ सबै रिजर्भ ट्याङ्की पनि रहेछ। मजाले तपाईँको ग्रेनाइट हालेर चिटिक्क पारेको छन्। यो माथि कौसी निस्किने भयो। यहाँबाट एउटा रुम अर्को रहेछ यहाँ मजाले। यो पनि ठुलै छ रुम, हेर्न सक्नुहुन्छ। 4वटा रुम रहेछ। तल किचन सहित यो समेत 4वटा रुम भयो। ठुलै रुम छ, हेर्न सक्नुहुनेछ मजाले। यो बाहिर बाल्कनी निस्क्यो। अब तल थपेर बस्न पनि पाइयो। ल हेर्नुहोस्, यहाँ अर्को एक्स्ट्रा वो पनि राख्न पाइयो। कोठा पनि थप्न पायो। बाटो एकदमै क्लिन ग्रिनरी भिलेजमा रहेको छ। यो चाहिँ माथि सशस्त्र क्याम्प बैकुण्ठ धाम जाने बाटो हो। यो मजाले जान्छ बाटो, एकदम राम्रो छ।